चाहिँ म साथीहरूलाई यो मालाको बारेमा जानकारी दिन गइरहेको छु हैन। भिडियो लाइन लामो हुनसक्छ होला, तपाईहरु धैर्यताको साथ हेर्नु होला हैन। यो चाहिँ तपाईको हाम्रो चाहिँ तपाईलाई थाहा छँदैछ होला, यो किसान कृषि नर्सरी भनेर काठमाडौँ 3 कुने। म तपाईहरुलाई यो आज मालाको दानाको बारेमा, यो मालाहरुको बारेमा म तपाईहरुलाई सबै म यो बताउँछु हैन। धेरै मुखे सबै खालको यो चाहिँ हाम्रो किसान कृषि नर्सरी 3 कुने 32 पर्छ। यो कान्तिपुर भन्दा पछाडिपट्टि हैन। अनि यो चाहिँ कान्तिपुर भन्दा पछाडिपट्टि छ हाम्रो हैन। फेरि धेरै लामो भएपछि पनि यो अपलोडै नहुने रहेछ। यो चाहिँ अब हाम्रो चाहिँ नर्सरी पहिला देखाइदिन्छु तपाईहरुलाई। यो भनेको चाहिँ किसान कृषि नर्सरी। यो चाहिँ धेरै मुखे फल्ने बोटहरु मैले तपाईहरुलाई अघि पनि देखाएँ हैन। यसरी धर्सो धर्सो आएको हुन्छ, यसमा चाहिँ यसरी धर्सो आएको हुन्छ, यो सेतो धर्सो हैन। बिरुवाहरु छ हामीसँग यसरी। अब यो चाहिँ बुटवल जाँदैछ अहिले हैन, यो खालको। अनि यस्तो छ, यो भयो। अनि यो चाहिँ 7 वर्षको, यो डेमोको लागि राखेको हो यो बोट चाहिँ। अनि यो चाहिँ चुच्चो खालको, यो चुच्चे दाना आउने। अनि यिनीहरू भनेको चाहिँ नर्मल खालको, नर्मल 2 मुखे मात्र फल्छ यसमा। अब त्यो सँगसँगै हामीसँग ग्राफ्टिङ बिरुवाहरू यसरी देख्न सक्नुहुन्छ। यो ग्राफ्टिङ बिरुवाहरू एकदमै राम्रो। अस्ति पनि मैले देखाएको थिएँ। यसरी धर्सो आउँछ मज्जाले, यसरी धर्सो आएको हुन्छ धेरै मुखेमा, देख्न सक्नुहुन्छ। अनि यसको बारेमा यसो तपाईलाई छलफल गरौँला, तपाईहरुसँग म देखाउँछु यो कुराहरू। अब व्यापारी साथीहरू पनि कसै पनि नरिसाउनु होला हैन। हामीले जे हो त्यही नै भन्नुपर्छ। हामीले अरूलाई ढाँटेर झुक्याएर केही पनि हुनेवाला छैन हैन। अब पैसाले त हामीलाई कहिले पनि पुग्दैन। त्यो भएर जे हो त्यही नै भन्नुपर्छ। यो चाहिँ के हुन्छ भने तपाईलाई धेरै मुखे चाहिँ 3 देखि माथि फल्ने हो। 5, 6, 7 मात्र कुनेमा पनि हुँदैन। यो जुनेमा पनि 3, 4, 5, 6 त्यसरी फल्दै जाने हो। अब यो धर्सो आएको हुन्छ त्यो बोटमा चाहिँ। यो धर्सो आएको बोट चाहिँ यसरी चिनिन्छ, चिनिने बोट हुन्छ। अनि धर्सो नआएको चाहिँ तपाईलाई यस्तो हुन्छ, यसमा चाहिँ 2 मुखे मात्र फल्छ यसरी। यो चाहिँ धर्सो नआएको भयो। अनि यसको पात पनि देख्न सक्नुहुन्छ। त्यसको अलिकति यो पुरै हरियो हुन्छ, त्यसपछि अलिअलि सेतो सेतो खालको यो पातबाट पनि चिनिन्छ हैन। अब यो नर्मल खालको भनेको चाहिँ र्यान्डम, अब यो जस्तो पनि फल्नु सक्यो। नर्मल भनेको चाहिँ हामीले गाउँतिर झ्यापझुपट्टि पो राखो हैन, बिरुवा भनिन्छ। अब त्यो चाहिँ सबैमा राम्रो आउँछ पनि भन्नु सकिँदैन, सबैमा नराम्रो आउँछ पनि भन्न सकिँदैन हैन। यो चाहिँ भाग्यको खेला हो। तर यो चाहिँ धेरै मुखेमा चाहिँ 3 भन्दा माथि ग्यारेन्टी नै आउँछ। अब यस्तो हुन्छ हैन। अनि नर्मल खालको अब नो साउन्ड भन्छ भन्न चाहिँ, अब नो साउन्डकै बिरुवा राखेर सबै नो साउन्ड आएको चाहिँ अहिलेसम्म पनि सबै बिरुवा त्यसरी आएको छैन हैन। यही 2 मुखेमा चाहिँ अब नो साउन्डकै राख्दाखेरि चान्स चाहिँ धेरै हुन्छ हैन। तर यही 2 मुखेमा पनि कुनै कुनैमा आउँछ नो साउन्ड। त्यही भएर हामी चाहिँ नो साउन्ड भनेर बेच्दिनँ। हाम्रो चाहिँ चुच्चो दाना, पैसा आइरहेको बोटको चुच्चे भनेर भने नि। आँखा चाहिँ चुच्चो, बुद्धको आँखा चुच्चो खालको आएकोलाई चाहिँ अलिकति चाइनिजहरूले मन पराएको कारणले गर्दाखेरि अब त्यो चाहिँ भनेर हामी बेच्छौँ हैन। अब त्यसरी बेच्छौँ। अब नो साउन्ड चाहिँ अब ग्राफ्टिङमा चाहिँ तपाईलाई हामीले भन्नु सक्यो हैन। अब ग्राफ्टिङहरू पनि सबै हाम्रो अघि देखाएको ग्राफ्टिङहरू चाहिँ राम्रै रेट आएको ग्राफ्टिङहरू हो। अनि त्यो सँगसँगै यो अब यो दाना फल्ने पनि म देखाइदिन्छु तपाईहरुलाई। अब नर्मल दानामा चाहिँ मेरो बिकेन, मेरो मान्छेले उ गरेन, मान्छेले ढाँटो भन्छ हैन। अब त्यो चाहिँ बिकेन भन्ने दानाहरू चाहिँ खासमा चाहिँ यस्तो खालको देख्न सक्नुहुन्छ यसरी। यो चाहिँ गोलाइ पनि मिलेको छैन, छेड्ने भाग यताबाट भयो, यो साइडबाट छेडिन्छ। अनि यो चाहिँ यस्तो खालको भयो भने चाहिँ डमरू खालको भन्छ। यस्तो दानाहरू चाहिँ बिक्री हुँदैन। अब कि गोलाइ मिल्नु पर्यो हैन, कि चुच्चो आँखा आउनु पर्यो, कि यो आँखा भनेको अलिक ठुलो मोटो बाक्लो आउनुपर्छ हैन। अनि यस्तो खालको चाहिँ बिक्री हुँदैन साथी हो। यो खालको दाना फल्यो भने चाहिँ बिक्री हुँदैन है त। अनि त्यो चाहिँ अब नर्मल खालकोमा चाहिँ त्यसरी आउन सक्छ, धेरै सम्भावना हुन्छ। अनि अर्को दाना देखाउँछु म, चुच्चो खालको। यो चाहिँ चुच्चो दाना भनेको चाहिँ यसरी तपाईलाई यो आँखा चाहिँ
आँखा चुच्चो आएको यसरी, अनि गोलाइ चटक्क मिलेको, गोले चाहिँ ट्याक्क मिलेको खालकोलाई चाहिँ यसरी। अब यस्तो पनि राम्रै रेट आउँछ होइन। यो चाहिँ आँखा चुच्चो भएको ट्याक्क गोलाइ मिलेकोलाई चाहिँ यसरी आउनुपर्छ। यो चाहिँ तपाईँको 10 mm को हो होइन, 10 mm को। अनि गोलाइहरू सबै मिलेको हुनुपर्छ। यो चाहिँ 13 mm को आँखा चाहिँ आएको हुनुपर्छ है। आँखा चाहिँ यसरी मजाले मिलेको हुनुपर्छ, अनि गोलाइ पनि ट्याक्क मिलेको हुनुपर्छ। यो चाहिँ साउन्डवाला यसो हलाउँदा स्याङ 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 गर्छ। यो साउन्डवाला हो यसरी। यो यति सबै पक्रेर चाहिँ हल्लाउनुपर्छ यसरी। यो चाहिँ साउन्डवाला भनिन्छ यसलाई होइन। हल्लियो भने साउन्डवाला भयो। अनि त्यस्तै तपाईँलाई अब यो चाहिँ धेरै मुखे फल्ने, यस्तोमा फल्ने भनेको चाहिँ यो 3 मुखे, यो 4 मुखे, 4 मुखे भयो होइन। अब 3 मुखे पनि फल्छ, 3 मुखे यसरी देखिन्छ। अनि यो 5 मुखे होइन, यसरी ट्याक्कै आउँछ। यो चाहिँ 5 मुखे होइन, यसरी हुन्छ। अब यो फल चाहिँ यसरी लाग्छ होइन। यो धेरै मुखेमा चाहिँ 3 भन्दा माथि आउँछ, 3 4 5 छ। अनि अब तपाईँको नो साउन्ड भन्ने हुन्छ एउटा चाहिँ। अनि चाइनिजहरूले राम्ररी खोज्ने भनेको यस्तो खालको पनि खोज्छ। यो चाहिँ अलिकति च्याप्टो परेको खालको यता यो भाग छ होइन। राम्ररी नै देखिने यार, यो खालको चाहिँ चाइनिजहरूले यो खालको खोज्छ। यो चाहिँ नो साउन्ड दाना हो होइन। नो साउन्ड पनि अब हरेक किसिमको हुन्छ। यो चाहिँ अलि राम्रो खालको छ। अनि यो चाहिँ नो साउन्ड दाना चाहिँ यसरी छ्याप्प मुठी हाल्ने, मुठीमा राख्ने, अनि यसरी मुठीमा राखेर चाहिँ यसरी हल्लाउने। यो हल्लिँदैन, यो चाहिँ हल्लिँदैन। अनि अब आफ्नोमा भएको मालको सामानको चाहिँ आफूलाई क्वालिटी थाहा पाउनुपर्छ साथी हो होइन। अनि अब तपाईँहरूले त्यसरी चिन्नुहुन्न, उ गर्नुहुन्न भने अब योपल्टको सिजनमा हाम्रो यहाँ किसान कृषि नर्सरीमा ल्याउनु सक्नुहुन्छ होइन। अब यहाँ हाम्रो सबै सुरक्षित हुन्छ। अब तपाईँलाई यहाँ लिएर यो क्वालिटी आफूले चेक गर्न सक्नुहुन्छ। अनि आउनुहोस्, हामीसँग सरसल्लाह गर्नुहोस् होइन। अब दानाहरू बेच्नु पऱ्यो भने पनि हामी पनि उचित सल्लाह दिन्छौँ। अब हामी पनि लिन्छौँ दानाहरू। त्यो भएर आउन सक्नुहुन्छ तपाईँहरू। अनि बिरुवा पनि गुणस्तरीय चाहियो भने हामीलाई सम्पर्क गर्नु सक्नुहुन्छ। अब ग्राफ्टिङदेखि लिएर सबै खालको हामीसँग चाहिँ बिरुवा उपलब्ध छ। अब हामी चाहिँ फेरि यता यो त्यो भनेर भन्दा पनि किसानले एउटा आश गरेको हुन्छ, त्यो आश नमरोस् भन्ने हाम्रो चाहना हो। अनि पैसा चाहिँ अब अलिकति तलमाथि परि नै हाल्छ। आउन सक्नुहुन्छ। यो चाहिँ हाम्रो काठमाडौँ तिनकुने पर्छ। काठमाडौँ तिनकुने कान्तिपुर टेलिभिजन भन्दा पछाडिपट्टि। अनि तपाईँले गुगलमा हाम्रो सर्च गर्दा पनि हुन्छ, किसान कृषि नर्सरी भनेर होइन। हाम्रो खासमा चाहिँ किसान कृषि कम्पनी हो। तपाईँहरू आउन सक्नुहुन्छ, सल्लाह लिन सक्नुहुन्छ होइन। अब यो भनेको 2 पैसा सबैले कमाऊ भन्ने कुरो हो। अब कसैले कसैलाई ढाँटेर ठगेर भन्दा पनि अब हाम्रो ग्राफ्टिङ बिरुवाहरू चाहिँ अलिक महँगो छ। अब हाम्रो राम्रै रेटमा गइरहेको बोटहरूको चाहिँ तपाईँको ग्राफ्टिङ गरेको हो। अब अरूतिर सस्तो पनि पाउला, हाम्रो चाहिँ अलिकति महँगो छ है साथी हो। ल।